सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गत आज 9 र 10औं खेल हुँदैछ। बिहान 11:45 मा जनकपुर बुल्स विरुद्ध विराटनगर किङ्स खेल्नेछन्। जनकपुर बुल्स नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेल काठमाडौँ गोर्खासँग खेलेको थियो। काठमाडौँ गोर्खासँग 5 विकेटले पराजित भएको जनकपुर बुल्स पहिलो जितको खोजीमा आज दोस्रो खेल विराटनगर किङ्ससँग खेल्दैछन्। त्यस्तै विराटनगर किङ्स पहिलो खेल पोखरा एभेन्जर्स र दोस्रो खेल काठमाडौँ गोर्खासलाई पराजित गरेको विराटनगर किङ्स तेस्रो जितको खोजीमा आज जनकपुर बुल्ससँग खेल्दैछन्। त्यस्तै दिउँसो हुने खेलमा सुदूरपश्चिम रोयल्स भर्सेस कर्णाली एक्स खेल्नेछ। खेल दिउँसो 4 बजे सुरु हुनेछ। सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको पहिलो खेल काठमाडौँ गोर्खास र दोस्रो खेल पोखरा एभेन्जर्ससँग खेलेको थियो। यी दुई टोलीलाई पराजित गर्दै आज सुदूरपश्चिम रोयल्स तेस्रो जितको खोजीमा कर्णाली एक्ससँग खेल्दैछ भने कर्णाली एक्स पहिलो खेल चितवन राइनोसँग पराजित भएको कर्णाली एक्स दोस्रो खेल लुम्बिनी लायन्ससँग खेलेको थियो। लुम्बिनी लायन्सलाई भने पराजित गर्दै आज कर्णाली एक्स सुदूरपश्चिम रोयल्ससँग दोस्रो जितको खोजीमा खेल्दैछ। खेल टियु क्रिकेट ग्राउन्डमा खेल हुनेछ।